बराह ज्वेलरी मिस लिम्बू सिजन 2 को यो गरिमामय समारोहमा उपस्थित समादरणीय सम्पूर्ण महानुभावहरू, यहाँहरू सबैलाई सेवारो नमस्ते। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी कैलाज्यू लगायत मैले मान्नुपर्ने यहाँ उपस्थित सम्पूर्ण समादरणीय व्यक्तित्वहरू, विशिष्ट व्यक्तित्वहरू र नेपाल टेलिभिजन हेरेर बस्नु भएका सम्पूर्ण आदाङमाहरू, दर्शक महानुभावहरू, यहाँहरू सबैलाई याक्थुङ युथ एसोसिएसन धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ र यहाँहरूलाई हामी हार्दिक लुङमेन्दिङ सेवारो गर्न चाहन्छौँ। र मिस लिम्बू प्रतियोगिताको आयोजना दोस्रो पटक हामी गरिरहेका छौँ। यहाँहरूको यो गरिमामय उपस्थितिले पनि यसको सफलतालाई पुष्टि गर्दछ र यहाँहरूले जसरी हामीलाई साथ सहयोग गर्नुभएको छ यसप्रति हामी अत्यन्तै आभारी छौँ र आगामी दिनमा पनि यहाँहरूको साथ सहयोगको अपेक्षा गर्दछौँ। हाम्रो स्पोन्सर्स, सपोर्टर्स, यसै गरी हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष तवरले सहयोग गर्नुहुने सम्पूर्ण सङ्घ संस्था, व्यक्तित्व, महानुभावहरू, यहाँहरू सबैलाई हामी हार्दिक धन्यवाद नोगेन टक्राउन चाहन्छौँ। र मिस लिम्बू यो प्रतियोगिता अत्यन्तै निष्पक्ष हुनेछ र यो प्रतियोगिता अन्य प्रतियोगिताहरूभन्दा पृथक यस अर्थमा पनि तपाईँहरूले महसुस गरिराख्नु भएको छ कि हामी यहाँहरूमाझ जो कला र संस्कृतिको सम्मिश्रणलाई प्रस्तुत गरिरहेका छौँ त्यसले पनि केही हदसम्म सङ्केत गरेको छ। यहाँहरूले त्यो कुरालाई सहर्ष स्वीकार गरिदिनुहुन्छ। हाम्रो यो बिन्ती छ, यहाँहरूलाई अनुरोध छ। र फेरि पनि धेरै कुराहरू छैनन्, जाँदा जाँदै खास गरी हामीले दोस्रो पटक मिस लिम्बू आयोजना गरिरहँदा यो मिस लिम्बू प्रतियोगिताले खास गरी हाम्रो लिम्बू समुदायको पहिचानलाई, संस्कृतिलाई, भाषालाई, लिपिलाई पक्कै पनि समेट्नेछ। हाम्रो लिम्बू चेलीहरूले आधी मात्रै पनि लिम्बू भाषामा बोल्नु भए पनि उहाँहरूको मन मस्तिष्कमा, उहाँहरूको दिल र दिमागमा खास गरी हाम्रो भाषाप्रतिको माया, त्यसप्रतिको लगाव अत्यन्तै गहिरो भएर गएको छ। यो हामीले याक्थुङ युथ एसोसिएसनको तर्फबाट गहिरो गरी महसुस गरेका छौँ र फेरि अन्त्यमा यहाँहरूको न्यानो उपस्थितिले यसलाई पुष्टि गरिदिएको छ र हामी यहाँहरू सबैलाई अन्त्यमा फेरि एकपटक लुङमेन्दिङ सेवारो धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। थ्याङ्क यू राज सामेखाम, उहाँ YYA का अध्यक्ष हुनुहुन्थ्यो। युगल, हामीले विगत लामो समयदेखि जति बेला मोडलको रूपमा हाम्रा छोरीहरू, हाम्रा चेलीहरू प्रख्यात बनाउनमा बुवा आमाहरू निकै अन्कनाउनुहुन्थ्यो। तर त्यति बेलादेखि नै सङ्घर्ष गर्दै आइरहनु भयो कि अनि आफूलाई प्रख्यात मोडल र मोडलिङ क्षेत्रमा चिनाउन सफल कोरियोग्राफर पनि भन्छौँ हामी। एकजना निर्णायक मण्डलमा रहनुभएका यस्ता हामी निर्णायकलाई तपाईँहरू समक्ष अहिलेसम्म हामीले लुकाएर राखेका थियौँ। अब उहाँको हुनुहुन्छ त युगल, एकपटक उहाँको इन्ट्रोड्युस गराउँ। Yeah, definitely. I would love to announce about her. Former model हुनुहुन्छ उहाँ. Presently, she has been working as a fashion journalist at Sukrabar and also grammarnepal.com. She is CEO of the first modeling agency पनि हो, RAM को CEO हुनुहुन्छ. यसै गरिकन presently उहाँ चाहिँ very busy for Miss North Nepal as choreographer. Ladies and gentlemen, उहाँ tons of established fishes को चाहिँ godmother पनि हुनुहुन्छ. Put your hands together for one and only Jayan Subba. Manandar. हामीले यहाँहरू समक्ष निर्णायक मण्डलमा रहनुभएका निर्णायकजीहरूको बारेमा पनि परिचय गराइसकेका छौँ। अब हामी केही समय यो जुन चाहिँ नाचघर जमल स्थित रहेको नाचघरको यो हलभित्र रहनुभएका अतिथि महानुभावहरूलाई मनोरञ्जन दिलाउनको लागि, त्यसै गरी नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिराख्नुभएका दर्शक महानुभावहरूलाई मनोरञ्जन दिलाउनको लागि हामी एउटा आकर्षक प्रस्तुति राख्न गइरहेका छौँ। जुन प्रस्तुति रहेको छ उहाँ आएर दिनुहुनेछ, तपाईँले नै थाहा पाउनुहुनेछ। तर सानी बहिनी जसले निकै लामो समयदेखि नेपाली गीत सङ्गीतको क्षेत्रमा छोटो समयमै निकै नै चर्चा कमाइसक्नु भएको छ। युगल, उहाँ को हुनुहुन्छ? Yes, she is none other than Shreyasi Chemjong,
म जहिले पनि मलाई सबैभन्दा सानी चेलीको सबैभन्दा ठुलो गला भन्न रुचाउँदछु प्रेजेन्टिङ श्रेयसी चेम्जोङ आसेवारु म श्रेयसी चेम्जोङ लिम्बू मेरो गीतको बोल छ निङवाइन तङ सुम्रो याकथुङ बासे शब्द काजीमान यक्सु सङ्गीत अशोक लहरो राई र स्वर चाहिँ मेरो आफ्नै अहिले यो गीत प्रस्तुत गर्न अनुमति चाहन्छु प्लिज ट्र्याक अझै अलिकति
आबोङ हाङ निङवारे हाङ आबोङ अर्थात् भगवानको जस्तो सोच राखे भगवान झै भइन्छ, राजाको जस्तो सोच राखे राजै भइन्छ। किराँत महागुरु फाल्गुनन्दले त्यसै यसो भन्नुभएको होइन रहेछ। वास्तवमा कुनै उद्देश्य प्राप्तिका लागि सोही उद्देश्य अनुरूपकै दृढ इच्छा शक्ति अत्यावश्यक हुन्छ भन्ने महागुरुको यो बाणीले हामीलाई ठिक यहाँनिर अर्थात् बराह ज्वेलरी मिस लिम्बू सिजन 2 सिसागेन याथुङमाको ग्रान्ड फिनालेमा उभ्याइदिएको छ। मिस लिम्बू प्रतियोगिताको निरन्तरताका लागि हामीमा महागुरुले भन्नुभए जस्तै दृढ इच्छा शक्ति नहुँदो हो त हामी यहाँ आज हुने थिएनौं। वास्तवमा प्रतियोगिताको निरन्तरता प्रतिको दृढताले नै याक्थुङ युथ एसोसिएसन YYA थुप्रै चुनौतीका बावजुद नयाँ पुस्ता मार्फत लिम्बू समुदायको मौलिक कला संस्कृति जगेर्नाको अभियानमा अहोरात्र खटिरहेको छ र दोस्रो मिस लिम्बूसम्म आइपुगेको छ। पहिलो मिस लिम्बू सम्पन्न भएको ठ्याक्कै 16 महिना पश्चात आज हामी दोस्रो मिस लिम्बूको अन्तिम प्रतिस्पर्धामा छौं। वास्तवमा आजको दिन यो प्रतियोगिताका लागि कुनै चलचित्रको क्लाइमेक्स सिन झैं हो, तर यो क्लाइमेक्स सिन हेरिरहँदा सुरुवाती सिनबारे जानकार भएनौं भने हामी पक्कै खल्लो महसुस गर्नेछौं। यसर्थ त्यस्तो खल्लोपनको महसुस हुन नदिने अठोट साथ याक्थुङ युथ एसोसिएसन क्लाइमेक्स अघिका महत्वपूर्ण सिनहरू यहाँ उपस्थित तपाईं सम्पूर्ण महानुभाव समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छ। सुरुमा त हामी तपाईंलाई सुन्दर नगरी धरानतर्फ यहाँको ध्यान आकृष्ट गर्न चाहन्छौं। धरानको गरिमा डान्स सेन्टरमा मंसिर 24 गते बराह ज्वेलरी मिस लिम्बूको पूर्वाञ्चल अडिसन सम्पन्न भयो, जहाँबाट हामीले 9 जना लिम्बू युवतीलाई छनौट गर्यौं। धरान अडिसनको करिब 2 हप्ता पश्चात हामी पुग्यौं द र्याम्प पुतली सडकमा, जहाँ हामीले काठमाडौँ अडिसन सम्पन्न गर्यौं र 5 लिम्बू युवती छनौट पनि। अडिसन सम्पन्न भए लगत्तै धरान अडिसनको करिब 2 हप्ता पश्चात हामी पुग्यौं द र्याम्प पुतली सडकमा, जहाँ हामीले काठमाडौँ अडिसन सम्पन्न गर्यौं 5 लिम्बू युवती छनौट सहित। अडिसन सम्पन्न भए लगत्तै हामी 3 हप्ते ग्रुमिङ सेसनका लागि ललितपुरको स्टेप्स डान्स स्टुडियो पुग्यौं, जहाँ सुरु भयो पूर्व मिस नेपाल मालविका सुब्बा सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको अगुवाईमा व्यक्तित्व विकास तथा भाषा र संस्कृति सम्बन्धी प्रशिक्षण, जहाँ भाषा तथा इतिहासविद येहाङ लावती, भाषाविद यासेली योङहाङ, चर्चित आरजे रिता लिम्बू, मेकअप आर्टिस्ट सकिल कुँवर, साल्सा स्पेशलिस्ट रियाज श्रेष्ठ लगायत विभिन्न विशिष्ट व्यक्तित्वको उपस्थिति रह्यो। ग्रुमिङ सेसन चलिरहँदा पुस 20 गते शनिबार किराँतहरूको पवित्र ऐतिहासिक धार्मिक स्थल हात्तीवन पुगेका थिए प्रतिस्पर्धीहरू, जहाँ हात्तीवन माङहिम व्यवस्थापन समितिका सदस्य भीम तावाबाट हात्तीवन माङहिमको महत्वबारे जानकारी मात्र लिएनन् उनीहरूले बराह ज्वेलरी मिस लिम्बू सिजन 2 को ताजका लागि माङसँग आशीर्वाद पनि मागे। सोही दिन प्रतियोगीले ललितपुरको ओपन हार्ट क्याफेमा फोटोसुट पनि सम्पन्न गरे। त्यसबीचमा हामी पुस 22 गते सोमबार चुम्लुङ हिम पुग्यौं, जहाँ हामीले 13 प्रतिस्पर्धीको विभिन्न विधाको प्रतिभा हेर्ने र मूल्याङ्कन गर्ने अवसर पायौं। ट्यालेन्ट सोको समापन सँगसँगै फेरि अन्तिम तयारी र तालिममा जुटेका 13 जना लिम्बू युवतीहरू यति बेला राष्ट्रिय नाचघरमा उपस्थित सम्पूर्ण आदाङमा समक्ष आफ्नो प्रतिभा उजागर गर्न तम तयार हुनुहुन्छ। उपस्थित सम्पूर्ण आदाङमाहरूलाई केही बेर धैर्य धारण गरिदिन हुन पनि याक्थुङ युथ एसोसिएसन हार्दिक अनुरोध गर्दछ। साथै तपाईहरूको गरिमामय उपस्थितिका लागि हामी लुङमेन्दिङ नोगेन टक्राउँदछौं। नोगेन सेवारो। यहाँहरूले देखिसक्नु भएको छ हाम्रा 13 जना लिम्बुनी चेलीहरू 1 महिनासम्म के गरे त भन्ने बारेमा अझ हामीले धेरै नै उहाँहरूलाई ज्ञान गुणका कुराहरू दिएका छौँ। त्यो सबै हामीले भिजुअल क्लिपमा राख्न सकेनौँ र अब पनि हामी तपाईहरू समक्ष फेरि पनि एउटा आकर्षक नृत्यको प्रस्तुति राख्न गइरहेका छौँ र उहाँको हुनुहुन्छ युगल। उहाँ प्रथम स्पक मिस लिम्बूको बेस्ट स्किन विनर पनि हुनुहुन्छ रेखा फागो र उहाँलाई साथ दिँदै आउँदै हुनुहुन्छ रविन धामी र उहाँहरूको गीतको बोल रहेको छ
बेबी आई लभ यु जसलाई Yes. सङ्गीतको संयोजन र गायकीको काम गर्नुभएको छ हाम्रो तारा प्रकाश लिम्बुज्यूले प्रेजेन्टिङ बेबी Yes. आई लभ यु यहाँहरूको जोरदार तालीले उहाँहरूलाई स्वागत गरौँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी बेस्ट Skin. स्किन रेखा फागो र अनि अर्का रबिन धामीज्यूलाई धामीज्यूलाई अब हामी तपाईँहरू समक्ष फेरि पनि हाम्रा सुन्दरी चेलीमाहरूलाई फेरि पनि हामी तपाईँहरू समक्ष प्रस्तुत गराउँदैछौँ तर उहाँहरूलाई फरक लुक्समा फरक प्रस्तुतिमा तपाईँहरू समक्ष प्रस्तुत गराउँदैछौँ भनिन्छ नि तस्बिर आफै बोल्छ भने चाहिँ उहाँहरूको शरीरले आफै बोल्नेछ हामी केही पनि नभनिकन यो राउन्डको नाम चाहिँ हामीले एउटा दिएका छौँ र त्यो राउन्डको नाम किन हामीले दियौँ भन्ने बारेमा पनि हामी केही समय पछाडि भन्नेछौँ जुन राउन्डको नाम रहेको छ सिङ्गापुर एन्टरप्राइजेस राउन्ड यस यहाँहरूको जोरदार तालीले चेलीमाहरूलाई फेरि पनि स्वागत गरौँ
धन्यवाद दिन चाहन्छौँ र यति बेला हामी माझ आइसक्नु भएको छ तेह्रथुम हङकङ मञ्चको तर्फबाट उपाध्यक्ष लिलिस कन्दौवाजी आइसक्नु भएको छ। आसन ग्रहणको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ र हामीले यो राउन्डको नाम किन सिङ्गापुर इन्टरप्राइजेस राख्यौँ भन्ने बारेमा तपाईँहरूलाई कता कता उत्सुक भइरहेको होला, तसर्थ हामी थोरै क्लियर गर्न चाहन्छौँ। सिङ्गापुर इन्टरप्राइजेसको बारेमा जो चाहिँ हाम्रो यो बढा ज्वेलरी मिस लिम्बूको को स्पोन्सर पनि रहेको छ। न्यू रोड मेट्रो प्लाजामा अवस्थित सिङ्गापुर इन्टरप्राइजेसलाई सांस्कृतिक घरको रूपमा लिने गरिन्छ। सिङ्गापुर इन्टरप्राइजेसले नेपाली संस्कृतिका खानी नेपालमा रहेका विभिन्न जातीय समाजहरूसँग सहकार्य गर्दै आएको छ र यति बेला उहाँहरू मिस लिम्बूसँग पनि आबद्ध हुनुहुन्छ। विशेष गरी सिङ्गापुर एयरलाइन्सका एयर होस्टेसहरूले लगाउने पहिरन निकै चर्चित छ र सुरुमा सिङ्गापुरमा काम गर्ने गोर्खाली दाजुभाइका दिदीबहिनीहरूले नेपाल आउँदा लगाउने पहिरन अहिले नेपालमा निकै चर्चित छ। यो पहिरन सिङ्गापुर इन्टरप्राइजेसमा मात्र पाइन्छ। सिङ्गापुर इन्टरप्राइजेसमा गुरुङ मङ्गोलियन समुदायका संस्कृति झल्किने सबै सामग्री पाइन्छ। युके, थाइल्यान्ड, कोरिया, हल्यान्ड, सिङ्गापुर लगायतका अन्तर्राष्ट्रिय मुलुकबाट पनि नेपालीले उपभोग गर्ने विभिन्न सरसामानहरू गरगहनाहरू सबै सिङ्गापुर इन्टरप्राइजेसमा पाइन्छ। यति मात्र होइन, र सुन्दराको सानो स्थानबाट सुरु भएको यो अभियानले अहिले खिच्चापोखरी मेट्रो प्लाजासम्म पुग्दा संस्थागत रूप धारण गरिसकेको छ। विगत 19 वर्षदेखि सुरुवात भएको सिङ्गापुर इन्टरप्राइजेस जातीय पोसाकहरूको विविधता नेपालीहरूको मौलिकतालाई संरक्षण र प्रवर्धन गर्ने कामलाई संस्थागत गर्न सफल बनेको छ। जातीय वेशभूषा कहाँ कसरी उपलब्ध हुन सक्छ भन्ने आम जनमानसको प्रश्नको उत्तर बनेर अहिले सिङ्गापुर इन्टरप्राइजेस बनेको छ। सिङ्गापुर इन्टरप्राइजेसमा श्रीमती गोमा केसी कार्यकारी प्रमुखको भूमिकामा हुनुहुन्छ। यो नाम व्यवसाय क्षेत्र र समाजसेवामा स्थापित नाम हो। त्यसै गरी केसी गाउँ गाउँमा कम्प्युटर शिक्षा तथा स्वास्थ्य सेवा नेपाल संस्थामा कोषाध्यक्ष पनि हुनुहुन्छ। यस, यहाँहरूले थाहा पाइसक्नु भएको छ सिङ्गापुर इन्टरप्राइजेसले समाजसेवाको काममा पनि अग्ररूपमा अगाडि बढिराख्नु भएको छ। यो कुरा त भयो सिङ्गापुर इन्टरप्राइजेसको बारेमा। अब हामी तपाईँहरू समक्ष राख्दैछौँ बढा ज्वेलरीका सिएम हुनुहुन्छ उहाँ शिव लामिछानेज्यूको हामी भिजुअल क्लिप 2 मिनटको मात्र राख्न गइरहेका छौँ। महानुभावहरूमा यस बराह ज्वेलरीको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र विगत लामो समयदेखि यस बराह ज्वेलरी र यस लिम्बू समुदाय बिचको एउटा पारिवारिक सम्बन्ध कायम रहिआएको छ र त्यो सम्बन्धको निरन्तरताको लागि पनि आज हामीले बराह ज्वेलरी मिस लिम्बू सिजन 2 को यस महत्त्वपूर्ण प्रतियोगिताको सारथीको रूपमा उभिन पाएकोमा हामी धेरै नै हर्षित छौँ। बराह ज्वेलरी तपाईहरूको आफ्नै एउटा संस्था र एउटा संस्थापक ज्वेलरी हो। हामीप्रतिको तपाईहरूको साथ र विश्वासले हामीलाई हर्षित तुल्याएको अवश्य पनि छ। आगामी दिनमा पनि तपाईको साथको निरन्तरताको अपेक्षा सहित सहकार्यको लागि हामी हृदयबाटै हार्दिक अनुरोध गर्दछौँ। र अन्त्यमा आयोजक याक्तुङ युथ एसोसिएसनलाई प्रतियोगिताको दौरानमा भएको कडा मेहनत परिश्रमलाई हार्दिक धन्यवाद दिँदै प्रतियोगीमा भाग लिनुहुने 13 जना हाम्रा चेलीहरू सुन्दरी चेलीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछु। नमस्ते सेवा। यस, नमस्ते सेवाहरू। सो यतिखेर म हाम्रो अर्गनाइजर्सलाई जसलाई सपोर्ट गर्नुभएको छ उहाँहरूको नाम लिन चाहिँ रुचाउँदछु बडो गर्वका साथ। यस, डेफिनेटली रमेश सिंह हङकङबाट हुनुहुन्छ, भागीरथ इङनाम हुनुहुन्छ, शैलेन्द्र नाल्बो तथा भीम नेम्बाङ, डम्बर बहादुर तुम्हाम्फे, गोविन्द आङबोङ, तिलविक्रम नेम्बाङ, दुर्गा बहादुर सेङचुङबाङ, फर्मर डिएसपी कर्णबहादुर, त्यसै गरिकन डान्स डाइरेक्टर प्लस मुभी डाइरेक्टर गोविन्द राई, सुभाष रेग्मी, तेजेन्द्र कुरुङबाङ, जनरल होम कुमार लावती, एक्स आर्मी युके भिरुलाल पोमो, द इमेज टेलरिङ नाचघर कृष्ण सेनेहाङ।
साथै ब्रान्ड स्पोन्सर बराजौली इन्डस्ट्रिज प्राइभेट लिमिटेड, सपोर्टर नेपाल टेलिभिजन, Nepal Tourism Board, Singapore Enterprises, Gossip Queen, Nepal Universal Money Transfer, The Ramp Premier Modeling Agency, Hotel Singhim, Miracle Infocom, Bindabasini Music Private Limited, Kripa Dishya Digital Recording Studio, Dhran Travels and Tour Private Limited, Channel Nepal, Ornico Television, BillsNepal.com, Best for Jackson Kathmandu, The Highland Art, Rubusa Creative Walk, Zap Studio, Step of Dance Center, Kinat Yaktung Chumlong UK, Hong Kong, Singak Samaj Hong Kong, Lumpunga Samaj Hong Kong. त्यसै गरी प्रिमियर इन्टरनेसनल स्कुल पनि रहेको छ, जसका हुनुहुन्छ सिइओको रूपमा हुनुहुन्छ हाम्रा पवित्र लिम्बू, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी विक्रम पयङ्गुज्यू हुनुहुन्छ, उहाँ इटालीमा बस्नुहुन्छ, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। अब भने फेरि पनि छोटो हाम्रो क्लिप राख्न चाहन्छौँ तपाईँहरूको सामु। बैरागी काइला भनेर उहाँलाई चिन्दछौँ, कुलपति प्रज्ञा प्रतिष्ठानको, उहाँको छोटो बाइट प्लिज। शुभकामना। दोस्रो संस्करण आयोजना गर्न लागेकोमा बडो खुसी छु। मलाई त उहिलेदेखि नै लागेको थियो, चुम्लुङलाई मैले अनुरोध पनि गरेको थिएँ, चुम्लुङ ब्युटीको आयोजना गरौँ सालमा एकचोटि। त्यो गर्दाखेरि लिम्बू तरुणीहरू, किशोरीदेखि युवतीकाहरूको बिचमा एउटा सौन्दर्य प्रतियोगिता गरेर उनीहरूमा अन्तर्निहित प्रतिभा र नेतृत्वको विकासमा ठुलो सहयोग पुग्छ भन्ने मलाई लागेको थियो। र दोस्रो कुरो, समाजको अगाडि आफूलाई प्रस्तुत गर्दा उनीहरूमा आत्मविश्वास पनि बढ्दै जाने, आफ्नोमा भएको प्रतिभालाई अझ विकसित गरेर लैजाने। र असली कुरा के हो भने मान्छेमा सौन्दर्यप्रति आस्था भयो, विश्वास भयो र चासो भयो भने मन पनि जहिले तहिले तन्दुरुस्त रहने, र जसको मन तन्दुरुस्त रहन्छ उसको सोच र क्रियाकलापहरू पनि अत्यन्तै ताजा हुने हुँदाले समाजलाई र आफ्नो समुदाय र राष्ट्रलाई पनि ठुलो योगदान उनीहरूले दिन सक्छन्। त्यही गर्नका लागि लिम्बू युवतीहरूलाई मिस लिम्बूको छनौटको प्रतियोगितामा सामेल गराएर याकथुङ युथ एसोसिएसनले एउटा ठुलो सामाजिक काम पनि गरेको छ भन्ने मलाई विश्वास छ। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई। यति बेला उहाँ नै हामी सामु हुनुहुन्छ र अब हामी तपाईँहरू समक्ष फेरि पनि एउटा अर्को निकै नै आकर्षक प्रस्तुति राख्न गइरहेका छौँ, जुन चाहिँ उहाँ हुनुहुन्छ जसले प्रस्तुति दिँदै हुनुहुन्छ। उहाँ हुनुहुन्थ्यो प्रथम स्पार्क मिस लिम्बूकी मिस ट्यालेन्ट हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ निशा पोमो। निशा पोमोले अब नृत्यको आकर्षण तपाईँहरू समक्ष राख्नुहुनेछ। निशा पोमोलाई हामी यहाँहरूको जोरदार तालीले स्वागत गरौँ।
धेरै धेरै धन्यवाद दिन चाहन्छु के हो युगल यो कोरियोग्राफी पनि आफूले गरे होइन पर्यो यसको कोरियोग्राफर हुनुहुन्थ्यो युगलजी नै हुनुहुन्थ्यो थ्याङ्क यू सो मच युगललाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आएको छ मेरो पनि ढुकढुकी झन बढिरहेको छ तपाईँहरूको आफन्तहरू हुनुहुन्छ होला कन्टेस्टेन्टहरू हाम्रो लागि सबै बराबर हुन् तैपनि हाम्रो ड्युटी नै हो डेफिनेटली वी हेभ टु डु इट बाई हुक अर बाई क्रुक सो